सबैजनालाई नमस्ते। म रमेश हमाल। म चाहिँ अहिले सामाजिक विषय पढाइरहेको छु र आउँदै गरेको एसीको लागि पनि र प्लस अरू बालबालिकाको लागि चाहिँ एउटा नेपालको नक्सा बनाउने तरिका चाहिँ सिकाउँदैछु। त्यो तरिका चाहिँ विभिन्न खालको तरिका छ। म चाहिँ 4664 मा चाहिँ जान्छु है त। सरी 6cm 6cm र 4cm, यो पनि 4cm 4 सेन्टिमिटर 4 सेन्टिमिटर। म चाहिँ यसलाई पन्गार बनाएको छु। यो चाहिँ 12 सेन्टिमिटर हुन्छ, यो चाहिँ 20 सेन्टिमिटर हुन्छ है। अब यसपछि यो एउटा खाका बनिसकेपछि चाहिँ हामीले यसको सेन्टरमा यहाँ टिक लगाउने, यसको सेन्टरमा यहाँ टिक लगाउने, यसको सेन्टरमा यहाँ टिक लगाउने, यसको यहाँ यसरी यहाँ गर्छौँ है। अनि त्यसपछि फेरि यो दुईटाको सेन्टरमा यहाँ टिक लगाउने, त्यसपछि यहाँ टिक लगाउने, अनि यो दुईटाको सेन्टरमा यहाँ टिक लगाउने, त्यसपछि यहाँ गरेर र यो गऱ्यो भने चाहिँ अब यो चाहिँ नेपालको नक्साको स्लोपदेखि चाहिँ हुम्ला यसरी बनाउँछौँ। अनि यहाँबाट यसो गरेर यो चाहिँ मुस्ताङ बन्यो है। है यसरी अब हामी बिस्तारै यसरी यसलाई चाहिँ यसरी जोड्दै जान सकिन्छ। जोड्दै जाँदाखेरि चाहिँ त्रिपुरा सुन्दरी मन्दिर भनेर लेख्न सक्छौँ। अब हामीले त्यस्तै राराताल देखाउँ भन्यो भने चाहिँ हामीले राराताल यसरी तालको सिम्बल गरेर हैन राराताल बनाउन सकिन्छ है। यसै गरेर विभिन्न खालको सङ्केतहरू प्रयोग गरेर चाहिँ हामीले नेपालको नक्सा बनाउन सक्छौँ। र नेपालको नक्सा बनाउँदै गर्दाखेरि यी चिजहरू हामी थाहा पायो भने हाम्रो देशको बारेमा पनि थाहा हुन्छ र कुन चिजहरू कहाँ छ भन्ने पनि थाहा हुन्छ। यो चाहिँ सजिलो पद्धतिबाट बनाउन सकिन्छ। यो अझै अलिकति यो मैले राम्रोसँग यो छिटै बनाउँदाखेरि चाहिँ यो साइज अलिकति ठुलो देखेको छ, नत्र भने यही सेपमा चाहिँ बनाउन सकिन्छ। जस्तै हाम्रो यहाँ पनि हामीले पहिला बनाएको छौँ। यो चाहिँ 3D मा जस्तो देखिएको छ हिमाल, त्यसपछि गएर पहाड, तराई। यो हाम्रो क्लासरुममा चाहिँ हामीले विभिन्न खालको बनाएर चाहिँ राखिरहेको छौँ। धन्यवाद।